हेलो रिपोर्टिङ हेलो हेलो हाई अल भ्युवर्स टसी दिले नमस्ते। रातिको 12:30 बजिरहेछ र एउटा सानो मेसेज दिन चाहन्छु सब भ्युवरलाई। रातिको 12:30 बजी बटरिङ गेटको अगाडिबाट तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ, जो व्यक्ति यहाँ यसरी काम गरिरहेछ कुनै सेफ्टी पनि छैन, यति रिस्की काम गरिरहेछ, कुनै सेफ्टी छैन। अलमोस्ट यो 30 फुट उचाइमा जो स्ट्यान्डिङ पोस्टमा काम गरिरहेछ उसको पछाडि एकजना मान्छे छ। म तपाईहरुलाई जुम गरेर देखाउन कोसिस गर्छु, सायद ब्लर हुन्छ देखेको छैन। दुईजना व्यक्ति चाहिँ यहाँनिर काम गरिरहेछ 30 फुट उचाइमा र यति उनीहरूले रिस्क लिएर दुःख गर्ने कारण चाहिँ के हो भने उनीहरूको घरमा पनि छोराछोरी होला, राम्रोसँग स्कुल पढोस् भनेर है, र आफ्नो छोराछोरीको फ्युचर राम्रो बनाउँछु भनेर गरिरहेछ। त्यो नानीले पनि बुझ्नु पर्यो यो भिडियो हेरेर आज हाम्रो बाउ बाबा आप्पाले दुःख गर्दैछ भनेर चाहिँ नानीले राम्रोसँग बुझेर चाहिँ पढेर चाहिँ आउँदा दिनमा चाहिँ राम्रो एउटा पोस्ट लिएर काम गर्ने र त्यसको बादमा अरूलाई पनि एउटा राइट एजुकेसन चाहिँ पास गर्ने। किनकि अहिले मैले जति पनि पोस्ट होल्डरहरूलाई म देख्छु यहाँनिर उनीहरू कुनै पनि एउटा राम्रो पोस्ट गरेको छ उनीहरूलाई एकदमै इगो भइहाल्छ। त्यसको बादमा के हुन्छ भने जति पनि युथहरू छ र अलिकति अनएजुकेटेड छ उसलाई सबैलाई रङ एजुकेसन पास गर्छ उनीहरूले, आमाबाबुको गाली दिने, धम्की दिने, पावरको मिसयुज गर्ने। त्यो चाहिँ नहोस् है भनेर यो भिडियो साझा गरिरहेको छु र होप्छु बुझ्यो होला सबैजनाले, र स्पेसली जो अहिलेको नानीहरू छ दिनरात मोबाइलमा पब्जी टिकटक च्याटिङ गर्छ, पढाइमा ध्यान दिँदैन, त्यो नानीहरूलाई चाहिँ खास गरी मेसेज बनाएको र सिरियस लिनुपर्छ अब अहिलेको नानीहरूले। किनकि बेसी जहाँ हेऱ्यो त्यही नानीहरू पब्जीमा भुलिरहेको हुन्छ, ह्याङ्की फ्याङ्की मेसेज टिकटक हौडीमा है। अनि त्यो चिज पनि हामीलाई जीवनमा चाहिन्छ, तर एउटा लिमिट टाइम राख्नुपर्छ। आज आफ्नो बाउ भन्नुहोस् या कसैको दाजु होला, कसैको बुढा होला, कसैको छोरा होला, यति दुःख गरिरहेछ है, मलाई चाहिँ पुरा इमोसनल फिल भयो र मलाई डर पनि लागिरहेछ र भगवानलाई मैले प्रार्थना गरिरहेको छु यो मान्छेहरू आज जस्तो काम गर्दैछ है राम्रोसँग काम होस् भनेर भगवानलाई प्रार्थना चढाइरहेको छु मैले। हेर्नुहोस् यहाँ मलाई पुरा डर लागिरहेछ, केही सेफ छैन यसमा, केही सेफ्टी छैन त्यो मान्छेको, र पनि यति 30 फुटको उचाइमा काम गरिरहेछ। र हजुरहरूले पनि कमेन्टमा लेखिदिनुहोस् होला के कस्तो है, भिडियो मैले ठिक बनाएँ कि गलत बनायो है, र बोल्नु त्यति आउँदैन भर्खर सिक्दैछु म। कमेन्टमा गर्नुहोस् होला, फिडब्याक दिनुहोस् कस्तो कस्तो भिडियो बनाउनु पर्ने, कसरी बनाउनु पर्ने हो है। पनि गाडी हिँडिरहेछ, उचाइमा यहाँनिर मान्छे काम गरिरहेछ।